मोरङ शनिश्चरीका सागर बुढाथोकीको फेसबुकमा एक दिन उनको पुरानो साथी रमेशको मेसेज आयो। अलिकति आपत पर्यो, तुरुन्तै 5-6 हजार जति पैसा चाहियो साथी, पछि भेटेर फिर्ता गर्छु भनी क्युआर पठायो। सागरले साथीको विश्वास गरेर पैसा पठायो। पछि सागरले रमेशलाई फोन गरेर उसको समस्या र स्थिति बारे सोध्दा थाहा भयो त्यो सन्देश रमेशले पठाएको नै होइन रहेछ। उनको नाम र फोटो दुरुपयोग गरेर ठगले अर्कै आइडी बनाएको रहेछ। उनले दिएको क्युआर पनि रमेशको नभई त्यही ठगको रहेछ। त्यही क्युआर पठाई अरूलाई पनि आपत पर्यो भनेर ठग्न भ्याइसकेको रहेछ। यो कुराले सागर दुखी मात्र भएन, मनमा नै फोन गरेर एकचोटि किन सोधिन भनी खिन्न पनि भयो। त्यसैले लक्ष्मी दिदी भन्नुहुन्छ, सामाजिक सञ्जालमा आएको सन्देशको मात्र भर पर्नु हुँदैन। पैसा पठाउनु अघि प्रत्यक्ष फोन वा पुष्टि गरेर मात्र कारोबार गरौँ। अप्रत्याशित रूपमा साथीले पैसा मागेमा फोन गरी सोध्ने गरौँ। क्युआरबाट पैसा पठाउँदा पैसा पठाउन खोजेको खाता ठिक छ कि छैन भनेर हेर्ने गरौँ।